हेलो गुड मर्निङ एभ्रिवान। अनि आज चाहिँ म बजार जाँदैछु है। यहाँ चाहिँ चाँपहरू चाहिँ एकदम दामी फुलिरहेको छ। अनि तपाईँहरूलाई चाहिँ म आज बजार पुगेर मात्रै देखाउँ भनेको थिएँ है, एकैचोटि भिडियो गरौँ भनेको थिएँ। मलाई चाहिँ यहाँनिर गाडी एकछिन रोक्यो नि त, त्यही भएर चाहिँ चाँप मजाले फुलिरहेको छ यो तकदा कमान जाने बाटोपट्टि। अनि यहाँ चाहिँ चाँपको बोटहरू पुरा छ नि त, तपाईँहरूलाई म देखाउनु मन लाग्यो नि त। यहाँबाट चाहिँ भ्यू पनि एकदम दामी देख्छ है। त्यो भएर चाहिँ म तपाईँहरूलाई देखाउनु पर्यो भनेर देखाएको। अन्त अलिकति मात्रै खिचेको। अब म चाहिँ तपाईँहरूलाई एकैचोटि बजार पुगेर देखाउँछु है। मेरो गाडीमा बसेर खिच्नु चाहिँ एकदम असुविधा हुन्छ नि त। अब म बजार पनि पुगिसकेँ है साथीहरू। अनि बजार पुगेर पनि अब म चाहिँ गाडीमा स्ट्यान्ड जाँदैछु है। स्ट्यान्डबाट झरेर चाहिँ म यता फेरि रिटर्न आउने छु बजारपट्टि। किनभने चाहिँ आज म बजार गएको कारण चाहिँ म डक्टर देखाउनु गएको अनि बिमार भएर। अनि आज चाहिँ प्लस मेरो नानीको बर्थडे पनि हो। अनि हेरी सानो बर्थडे सेलिब्रेसन पनि गरिदिनु पर्ने हुन्छ बेलुका है। अनि म चाहिँ झरेर पनि बाटाको तेर्सो जाँदैछु। जाडो एकदम साह्रो छ है, गरम पनि लागेको छैन योपालि त। अनि त्यही भएर चाहिँ म डक्टर सक्टर देखाएर चाहिँ निस्किसकेँ है। अनि नाना पनि हुनुहुन्छ मेरो है। नानाले चाहिँ के भन्नुहुँदै थियो भन्दाखेरि चाहिँ म चाहिँ सबसे दिदीबहिनी मध्येमा एकदम राम्री दिदी हो भन्दै थियो होइन। अन्त म चाहिँ आमामा भन्दै हाँस्दै थिएँ। अब ऊ र म चाहिँ गएको चप्पल दोकानतिर है, चप्पल हेर्नुको लागि एउटा चप्पल किन्नु पऱ्यो भनेर। अन्त त्यही भएर चाहिँ यहाँ म चाहिँ मस्जिदको तेर्सोमा जाँदैछु है। मस्जिद भन्नु पनि मलाई त खै मुखै लडबडिन्छ, मलाई भन्नै आउँदैन त्यस्तो कतिवटा वर्ड्सहरू चाहिँ। अन्त त्यही भएर चाहिँ चप्पल दोकान पुगिसकेँ है। अन्त हामी चाहिँ चप्पल दोकानभित्र पस्यौँ। ऊ चाहिँ अगाडि पस्यौँ, म चाहिँ पछि पसेँ है। अनि ठिकैको चप्पलहरू थियो, राम्रै थियो। तर पनि जस्तो दाम अब त्यस्तै त हुन्छ होइन। अन्तखेरि दामहरू पनि ठिकैकै थियो। अन्त त्यही भएर चाहिँ हेर्दै थियौँ होइन। अन्त राम्रै रहेछ। अनि त्यहाँनिर कालो चप्पल हेर्यौँ हामीले। ऊ चाहिँ सिधै त्यो कालो चप्पल पक्रिँदै थियो होइन। अनि त्यही एउटा चप्ली किनेर हामी निस्क्यौँ है। अनि म चाहिँ साथी अब हामी चाहिँ छुट्यौँ है। अनि दिदीहरू पनि गयो घर। अन्त म चाहिँ बनिसतर्फ जाँदैछु है। किनभनेदेखि चाहिँ नानीको केक लिनुको लागि गएको म। अन्त बिहान अर्डर दिइराखेको थियो नि त नानाले। अन्त त्यही भएर चाहिँ म चाहिँ केक ल्याउनुको लागि गएँ है। अन्त म चाहिँ त्यहाँ पुगी पनि सकिसकेँ। अनिखेरि अब त्यहाँ पुगेर चाहिँ म केक माग्छु। अनि केक प्याक गरेर चाहिँ म ल्याएर चाहिँ म गाडीमा गएर बस्नेछु है। मलाई चाहिँ एक्लै डुलिरहनु अल्छी पनि लाग्यो है, साथी पनि छैन। त्यही भएर चाहिँ चिसो पनि छ है। त्यही भएर चाहिँ अब काम पनि छैन नि त। त्यही भएर चाहिँ मैले केक मागेँ दिदीलाई होइन। अन्त केक चाहिँ रेडी थियो। अनि केक ल्याएर आएँ है। अनि दिदीले प्याक गरिदिनु हुँदैछ केक। अनि अब त्यो केक ल्याएर आएर चाहिँ म गाडीमा बस्नेछु सिधै है। त्यसपछि चाहिँ म तपाईँहरूलाई एकैचोटि घरमा भेट्नु छु है। अन्त अब गाडीमा गएर बस्नु पनि बस्दा हुन्छ। पेसेन्जरहरू भरेकै हुँदैन। पेसेन्जर गाडी त त्यस्तै त हो। अब आफ्नो प्राइभेट गाडी भए पो छिटो हुन्छ होइन। अन्त त्यही भएर चाहिँ अब गाडीमा गएर तर पनि बसिरहन्छु है। मलाई हिँड्नु एकदम असुविधा लाग्छ नि त। अन्त त्यही चाहिँ म चाहिँ केक सेक लिएर पनि म चाहिँ ओह्रालो लागेँ है। अनि अब तपाईँहरूलाई बजार पनि एकछिन देखाउँछु म तपाईँहरूलाई यहाँनिर है। अहिले चाहिँ म सिँढीमा छु। अनि तल गएर चाहिँ म एकछिन बजार देखाउने छु तपाईँहरूलाई है। यो ओह्रालोको मात्रै देखाउने छु। त्यसपछि चाहिँ म गएर गाडीमा बस्नेछु है। अनि हेर्नुहोस् यहाँनिर ब्ल्याक एन्ड व्हाइट। अनि यहाँनिर चाहिँ यस्तो लुगाहरूको दोकान छ यो ओह्रालोमा चाहिँ हो। अन्त ओरेन्ट ओह्रालो हो नि त यो चाहिँ। अन्त अब म चाहिँ घर पनि पुगिसकेँ है। गाडीमा बस्दा वाक्कै भएर घर पुग्नु चाहिँ एकदम ढिलो भयो आज चाहिँ म। त्यही भएर चाहिँ म घर आएर फटाफट काम गर्दैछु। चिकन फ्राई हुँदैछ यहाँनिर चाहिँ हो। मैले बनाएँ आज चिकन फ्राई अनि चिकनकै मासु है, सब्जी। अनि भातसँग खानु पनि चिकनमा बनाएँ। यो चाहिँ फ्राई कम्ती गरिदिएको नानीले गरिदिनु भनेर। त्यसपछि मैले बनाएँ खिर है। अनि ढिलै भए पनि म खाना चाहिँ बनाएँ नि त सबै। खिर पनि बनाएँ एक भाँडा है। खिर पनि एकदम मिठो भएको छ हो, अघि खाएर हेरेको। अनि यहाँ बनिँदैछ मेरो चिकन रेडी हुनु आँटिसक्यो। अनि यहाँ बनाएँ मैले आलुदम है भुजासँग खानुको लागि। यस्तो चाहिँ नानीहरूले पुरा मन पराउँछ नि त। के दामी बनायो भनेर सबैजना खुसी भइरहेको थियो। म हो नि त म भन्दा म आफै गचक्क हुँदै थिएँ। अन्त यहाँनिर पकायो मैले चिकन है। अनि यहाँ पकाएँ आमाको लागि भात। अनि भुजा छ, मिठाई छ, अनि केक छ। अब नानीले काट्न सुरु गर्यो। सबैजनाले ह्याप्पी बर्थडे भन्ने विस गरिसक्यो है। सबैले भन्दैछ। मैले क्यान्डल चाहिँ ल्याउनु बिर्सेछु है। आज चाहिँ नानी चाहिँ 13 कम्प्लिट भएर चाहिँ 14मा लाग्यो आजदेखि चाहिँ है। मेरो छोरी चाहिँ अब 14 वर्ष लाग्यो आजदेखि चाहिँ। अनि
केक काटेर चाहिँ अब हामीले ह्याप्पी बर्थडे भन्यो अनि मैले चाहिँ नानीलाई पहिला टिपेर चाहिँ नानीलाई खुवाइदिउँ भएको थियो फेरि म आफै झन्डै खाइपठाएछु नानीले कन्फ्युज पारेर त्यहाँदेखि फेरि मैले त्यसबाट खाएँ अनि सबैलाई नानीले चाहिँ बसी बसी खायो नानी चाहिँ यस्तो अल्छे छ कि उठेर चाहिँ कसैलाई पनि खुवाउँदैन पहिला लास्ट इयर पनि यस्तै गरेको यसले चाहिँ बसी बसी सबैलाई यहाँ आऊ भन्दै खुवाइदिएको पहिला पालो पनि साथीहरूलाई होइन अन्त अहिले म दिदी छलाई यहाँ आऊ भन्दा सबैलाई खुवाइदिँदैछ हो अब भाउजूलाई पनि त्यहीँबाट खुवाइदिन्छ मैले भाउजू देखाएको भाउजू चाहिँ लुकेको लुकेको छ फ्रिजको पछाडि हो पुरा लजाउनुहुन्छ नि त त्यही भएर अन्तखेरि नखिच न भन्दै थिएँ मैले बिरालोलाई खिचेँ त्यसपछि चाहिँ अब आमालाई पनि दिनुपर्छ भने आफै खायो नानीले अन्त खोइ मामलाई भन्दैछु मैले चाहिँ मामलाई खुवाउनु गयो हातमा बोकेर है माम चाहिँ ऊ अन्धोल भएर टिभी हेरिरहेछ एक्लै बसेर हो अन्त बिमारै हुनुहुन्छ नि त अन्त त्यही भएर सक्दैन अन्त हामी चाहिँ त्यो ओछ्यानमै खुवाइदिएर आएँ टिभी पनि हेरिरहेछ अन्त अब चाहिँ म सबैलाई बाँडिदिन्छु है आलु भुजा सबै बाँडिदिन्छु अब भाउजू त्यो चेपबाट निस्किनुहुन्छ है यहाँ टेबलमा आउँछ सबैजनाले खाँदैछ केकहरू खाइसकेर पनि आलु भुजाहरू खानुहुँदैछ भाउजूले पनि खानुहुँदैछ सबैले खानुहुँदैछ है नानीले पनि वाइवाईहरू हालेर खाँदैछ अनि कि आलु रेडी छ है हवस् त साथीहरू बाई बाई गुड